Ito, nalayasa. Ekspay chu. गुड मर्निङ सबैजनालाई। आज हामी चाहिँ मलेसियाको एउटा पपुलर ठाउँमा जाँदैछौँ घुम्नको लागि। आज हाम्रो यहाँ साथीभाइहरू यहाँ रेडी भएर रेडी पोजिसनमा छन्, गाडीको वेटिङमा छन्, आउँदैछ। तपाईँ सबैले नयाँ गर्थ्यौँ यो भ्लगमा, धेरै समयपछि नयाँ भ्लग आइरहेको छ हामीहरूको। सो त्यही भएर कस्तो लागिरहेको छ केटा, जानको लागि खुसी हो। भिडियो पुरा हेर्नको लागि हाम्रो भिडियो अन्तिमसम्म हेर्नु होला, के कसो जाने प्रतिक्रिया दिनु होला। हामी चाहिँ अब जानको लागि रेडी हो एउटा मलेसियाको एकदम। गाइस फाइनली हामी गाडी चाहिँ बुकिङ गरियो, अब बाटोमा छौँ है। हामी अब पुग्न चाहिँ टाइम लाग्छ होला, भिडियो अन्तिमसम्म हेर्नुहोस् है। फाइनल्ली हामी चाहिँ बाटो पुग्यो। त्यहाँ सब ढोकरमा मन्दिरमा कस्तो लाग्यो, दामी छ ठाउँ। र तपाईँहरूलाई भित्रको सबै सिनहरू देखाउनेछौँ, भिडियोलाई अन्तिमसम्म हेर्नु होला। हेप्पी छ नि भाइ? एकदम एकदम है। यता हेर, तिमीलाई दर्शन गर्न लगाउँछु क्या, तिमीलाई 100% तिम्रो काम सफल हुन्छ। छ लोकेसन चाहिँ तर चामल ल्याउन बिर्स्यो। ल्याउनु पऱ्यो, बादलले अनुवाद दिन्छ भनेर होला नि, मासु ल्याउनु लाग्यो। ल गाइस, तपाईँहरूलाई भित्रको सिनहरू देखाउँछु एकछिनमा। जब यहाँ भित्र इन्टरभ्यू हुँदैछ, दामी पहाड। अब यो दाइलाई यो झोला बोक्नु भनेको नि मान्नुहुन्न यार। तिमीलाई कस्तो दामी सुहेर छ, यता हेर त, किसिमै देखिरहेको छ त। म मात्र यहाँ यस्तो आफ्नै पारामा हिँड्ने मान्छे होइन। ल दामी मलेसियाको एकदम पपुलर ठाउँ, हिन्दूहरूको आस्था। तपाईँहरूले पछाडि हाम्रो भगवान्लाई हेरेर नै थाहा पाउनुहुन्छ एकदम। उडाउनु भाइ, त्यही चामल त्यही बाइमा चामल ल्याएर पनि भनेको के। नजाऊ भाइ, नजाऊ। बिस्कुट बाँदर आयो, बाँदरले देख्नु क्या। बस बताओ ना go.
बनाउँदैछ बन्दैछ ल गाइस हाम्रो चाहिँ भ्लग जाम माथि जाम अब हामी चाहिँ अब माथि त्यो केबमा जाने भन्दा छौँ यताबाट अर्को 2टा केब पनि छ हामी चाहिँ यो केबमा जान्छौँ त्यो माथि हेर्नु होला तपाईँलाई हामी देखाउँदैछौँ टेन्सन नगर्नु होला हाम्रो साथमा 2टा मित्रहरू छन् होइन के भन्न चाहन्छौ के भन्न चाहिन त्यही भन्न चाहिने होइन ठिक छ ल हामी चाहिँ यताबाट जान्छौँ सबै यहीँ खोल्ने हो होइन हौ त्यो भित्र त्यो त भित्र जानुको लागि माथि जानु प्रयास गरिरहेको छौँ लाग्दैन के नडराउने कुरा आऊ न हौ तिमीहरू नडराइकन थाक लागेर नथाक्यो है जरुरी नै छैन कन्टिन्यू है कन्टिन्यू ब्रिटिस आर्मी माथि कहाँ पुग्छ साइडमा जाउँ न भाइलाई देख्दै देखिन कस्तो मजाले खाएको ल गाइस फाइनली हामी चाहिँ केपभित्र आइसकेका छौँ तपाईँहरूलाई देखाउनेछौँ दामी गाइस हामी चाहिँ भित्र जाँदैछौँ भित्र जाउँ केटा खै उता खै के किन्न गयो जमजम कस्तो लागिरहेको छ आज हेर दामी छ नि भिडियोहरू एकदम ठिक छ नि है ऊ चाहिँ के किन्न गयो के किन्न गयो उता एकदम राम्रो छ हाम्रो मलेसिया हुने दाजुभाइ दिदीबहिनीहरूले आउनु होला होइन नआएकोहरू आउनु होला आउनु भएको त धेरैजना आउनु भयो होला तर नआएकोहरू चाहिँ आउनु होला यस्तो दामी छ हेर्नु यो चाहिँ नेचुरल हो यस्तो बबाल बबाल हुन्छ यस्तो भगवान चारैतिर भगवान नै बास छ एकदम आनन्द छ धेरै राम्रो हाम्रो मलेसिया हुने दाजुभाइले माया गरिदिनु होला यसो यो भिडियोमा लाइक कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनु होला यसो मिल्छ भने है सबैजनाले माया देखाइदिनु होला हाम्रो भिडियोलाई भाइरल गरिदिनु होला एकदम आशा छ हामीले पुरै भिडियो हाल्नेछु तपाईँहरूलाई देखाउनेछु जमजम कता हुने खै त हो भाइ कता गयो नि कता गयो नि लगाए कस्तो चाहिँ कहाँ फोटो हो त भिडियो हो के लेट्स गो यहाँभित्र सिकौँ न ब्लगको लागि कहाँ खाली खुट्टा जानुपर्छ
जुत्ता हराउने सम्भावना हुन्छ तर तपाईँले नि त एउटा कुरा चाहिँ इच्छा त पुरा गर्नु के? भएन भने नि त त्यहाँ जाने हो क्या अहिले पुग्दैन नि फेरि। अहिले यो राउन्ड पुरै घुमेर टक्क त्यहाँ जाने हो त्यो दामी दामी ठाउँ देखाइरहेको बेला वाह यस्तो दामी दामी हेर त यस्तो दामी दामी ठाउँ छ। ल हेर भाइ सरी ए अर्को सिडी आयो यो चाहिँ यसको लास्ट भाग हो ओ माथि छिरेर उता नै सिधा भनेको होइन उता हो यो छिर्न मिल्दैन यो लास्ट भाग हो तर यो चाहिँ हो क्या त let's go हो गया आलम कुट्टा टक्क दादा जानु पर्यो आउनु भाइ देखिरहेको छ पर्दैन यता मेरो देखिरहेको नै थियो काटिरहेको छ मात्रै होइन तिमी लडाउँदा नि फेरि यस्तो दामी ठाउँ छ दामी दामी ठाउँ छ यताको चाहिँ हाम्रो सकियो होइन हामी चाहिँ अब अर्को यस्तो गुफामा जाँदैछौँ त्यो गुफा अलि राम्रो छ डेन्जर छ त्यो पनि लाग्दछ होइन अर्को गुफामा जाँदैछौँ केटाहरू यहाँ थाकिसक्यो अरे नुनसाको बइलर जस्तो भइसक्यो लाग्दैन त सिधै हो हेरौँ न नि को भाइ त तिमी त जिम गर्ने मान्छे हो भन्छ हेरौँ ठिक छ जाने हो टक्क पारामा अर्को गुफामा म पनि क्यामेरा किन्छु कहिलेदेखि किनेपछि आउनुपर्छ फेरि पछाडि किन्छु किनेपछि फेरि आउनुपर्छ आउने हामीलाई के ठुलो कुरो के ठुलो कुरो भयो होइन के ठुलो कुरो आज मान्छे चाहिँ धेरै क्या आज सटर्डे भएर होला होइन नानी कस्तो रमाइलो रमाइलो मान्छे के रमाइलो मन्दिर आज पनि रहेछ हाम्रो तिम्रो फ्रेन्ड तिम्रो ठ्याक्क अनुहार मिल्छ हेर त हेलो नमस्कार हाम्रो दुईवटा साथी दुई जोडुवा जोडुवा तिमीलाई पो मेरो जुडुवा भन्छ त भाइ तिमीलाई मेरो जुडुवा भन्छ त मेरो जुडुवा दाइयो भन्छ त के हो जुडुवा दाइ तिमीलाई भन्छ त त्यसले त्यसले भनेको कुरा मैले तिमीलाई सेयर गरिदिएको हो अरू त्यो मलाई केही त लगाएर जान्छ कप लाउनु पर्छ र You want to take picture? I take for you. Hello, everyone. It's my friend, like friend. What's me? Yes. Smile. Hello. Hello guys. Kayak bander पनि यति फ्रेन्डली हुन्छ है Yes. Yeah. I'm going to say. How much to get? Around 15 ringgit. 15 ringgit? हाँ. यस्तो गर्दा पनि पाइन्छ टिकट काट्नु पर्यो नि त उता दर्शन गर्नु दर्शन गर्नु यताबाट हो नि यतैबाट टिकट पुग्दैन यता निस्किनु त पर्दैन यता निस्किनु पर्दैन क्या सामान भिडियो भइरहेछ 3% है
बोला न केटा थ्याङ्क यू दाइले टिकट लिइसक्नु भयो होइन अब भित्र छिर्न आँटेको हामी चाहिँ छिर्नु हो माछा त डेन्जर छ नि यहाँ ठुल्ठुलो माछाहरू पनि छ नि केटा ठुलो माछाहरू पनि छ कि यो माछा त यस्तै हो क्या फुलै फुलको बगैँचामा मेरी माया यस्तो राम्रो सिनहरू सँगै जम्मा गरेर हिँडिरहेका छौँ मलाई नि पुऱ्याइन्छु ल प्राण मन्दिरमा हान्दिउँ है प्राण वरिपरि हान्दिउँ है फेरि प्राण हान्दिउँ मन्दिरमा वरिपरि हामी यहाँभित्र चाहिँ गइसक्यौँ
यस्तै हो यहाँ यस्तो दामी छ र यहाँ भित्र पनि छ नि यस्तो दामी छ ल यो चाहिँ सबभन्दा राम्रो गुफा हो एकदम बवाल गुफा एकदम यस्तो दामी छ होइन सिनहरू अब हामी चाहिँ माथि जाने प्रयास गर्दैछौँ भिडियो गर्छु ल माथि सिडी ल जान भाइ लेख्छौ तिमी खसलै मगर खसल वरिपरि खस्दैन घुमाएर देखाउने हो होइन ल गाई झन् एउटा कुरा के हो भनेपछि भन्नु बाटो केमा आएपछि स्वर्ग जानु पर्दैन क्या स्वर्ग के हो भन्ने कुरा यहीँ थाहा हुन्छ क्या यहीँ आएर थाहा हुन्छ हो कि नै भाइ हो बाटोको मान्छे स्वर्ग के हो भन्ने कुरा यहाँ थाहा हुन्छ कि हुँदैन भगवानै यति सेफ्टी प्लिज बाटो भगवानै यति सेफ्टी फिल गरिरहेको छ नि है ल हेर्नुहोस् यो सिन हो क्या यो सिन यता यो सिन यस्तो बगाल सिन यो भनेको फेरि यो माथिमा जान सकिने छ हाम्रो क्यामेराम्यानमा भाइ छन् हाम्रो कता अरे भाइको घर मकवानपुर खुर्साङ तामाङ अन्त एकदम हाम्रो साथमा हुनुहुन्छ यता मैले लेख्ने भनेको थिएँ नि यस्तो छ गाइज भ्यूहरू एकदमै राम्रो छ यहाँको यो सिन चाहिँ हाम्रो कता नि पहिला यता नि अरे यता सिडी हो होइन यहाँ हिँड्नुपर्छ सिडी सकिन्छ हिँड्नु न तपाईँ हिँड्नु गाइस यो चाहिँ यो केप चाहिँ यतिसम्म रहेछ अरू बन्दै रहेछ हामी चाहिँ यहाँसम्म पुग्यो जाम अर्को उता माथितिर जाऊँ न यो चाहिँ यहाँसम्म हो उता माथि अर्को चाहिँ मान्छेले बनाएको नि कहाँ मान्छेले बनाउँछ कति क्याम लाग्यो अटोमेटिक बनेको हो त म जल्लादबाट झर्छु तपाईँ फोटो भिडियो यो चाहिँ यो भ्याराङ सिडीहरू हामी चाहिँ अर्को साइडमा फेरि जाँदैछौँ है ओ साइडमा गइरहेछौँ हाम्रो अर्को साइड उताबाट गएको छौँ फेरि अर्को साइडमा कस्तो थकाइ लागिरहेछ यहाँ भर्खर बनाइरहेछ अहिले त पुरा भयो रहेछ है पहिला आउँदा थोरै बनाइरहेछ हो रहेछ नो सुट अलाउड पानी पनि छ त्यो जाने खाने होइन बस जुत्ता नलाउनु पाउँदो रहेछ देखो यता राम्रो Welcome to new state. Wow, very beautiful place. यहाँ पनि आउँछ पानी यस्तो दामी छ हाम्रो यता सर्लाको मेरो तपाईँले गरिदिन्छ ल है म चाहिँ खेतमा एक्लै गएर उता निस्किनु पर्ने छ यहाँबाट गएर म चाहिँ जान लाग्यो यहाँबाट उता निस्किन्छु ए लेट्स गो
डर लागिरहेछ एक्लै छु Can I go from there? Yeah, it's a look around. Oh. Okay. How we can go from there? Yeah, you can go one go round. Do you want to go first? You want to do one round? Yeah. Okay, thank you. Where is Khania? Oh, shit. Kata ho. Sarai डर लागिरहेछ guys. Oh my god. त्यहाँ पानी छ. पानी हेर्नु कसरी जान्छ थाहै छैन. ढुङ्गाला साह्रै बिजिरहेछ. ओइ साह्रै खुट्टामा ढुङ्गा बिजिरहेछ. मेरो साथीहरू त्यहाँ छन्. म त यहाँ छु. यस्तो छ पानी वाटरफल. दामी स्टिमहरू. मुनि झर्नु आएको फेरि यहाँनिर रिटर्न जानु आएको. माथि पुरै घुमिसक्यो. यहाँबाट रिटर्न आएको हो. ब्याक किचन केटा घुमेर चित्त बुझ्यो नि होइन. के छ दम वा अब जन्नत नै पुगे जस्तै पुग्यो यार. भेरी ब्युटिफुल प्यालेस. सरी फर स्टपिङ. यस्तो जान्छ. यति नै रहेछ यसको चाहिँ. केटा ढोगा न यार. कस्तो क्लियर आउँछ. त्यहाँ मान्छे छ त खोइ तिमी हो त्यो जमानाको मान्छे यहीबाट मान्छे बने आउँछ. ए हाम्रो दुईटा हनुमानहरू यता पनि छन्. केटा यस्तो राम्रो कपडा लगाएर नि गोठालाई हिँडे जस्तो गरेको छ नि. यहाँ हेर न केटा माछा कति राम्रो. हाँ